आज म च्याउ टिप्न भनेर जङ्गलमा आएको छु। यहाँहरूले कटुसको रुखमा पलाउने दङफेला च्याउ हेर्न सक्नुहुनेछ। हेर्नुहोस् राम्रोसँग। यो च्याउको तरकारी पकाएर खाँदा मानिसको शरीरमा चाहिने मैग्नेशियम, पोटासियम, भिटामिन B6, भिटामिन D2, भिटामिन D3, भिटामिन C, फाइबर, प्रोटिन जस्ता धेरै तत्त्वहरू पाइन्छ। यो च्याउको नाम तपाईहरूको गाउँठाउँमा के भन्छ कमेन्टमा लेख्न नभुल्नुहोला। लाइक, सेयर र एक सब्स्क्राइब गर्न अनुरोध गर्दछु। यो च्याउ एकदमै पातलो भर्खर पलाउँदै गरेको हो, किनभने तपाईहरूको साथ सहयोगले मेरो युट्युब च्यानल अगाडि बढाउनेछ। हेर्नुहोस् यो च्याउ पातलो पातलो पलाएको छ। यो कटुसको ठुटा हो। यो कटुसको रुखमा मात्र पाइन्छ यो च्याउ, दमफेला।